देशका बालवाला मन्त्री पर्यटन मन्त्री गणेश पौडेलको घर यही हो तपाईँलाई मलाई देखाइरहेको छु हेर्न सक्नुहुन्छ। अहिले जसरी सञ्चार माध्यममा आएको छ कि गणेश पौडेलको घर चाहिँ सार्वजनिक जग्गामा एलानी जग्गामा बनेको छ, लालपुर जाने छैन, अवैध रूपमा बस्ने देशको बालवाला मन्त्री भइसके पछाडि अवैध रूपमा बस्ने सार्वजनिक जग्गामा बस्ने भनेर सञ्चार माध्यमहरूमा रहेको छ। हामीले भनेका छौँ यो घर हामीले यो वैधानिक हो, राम्रो हो, लालबुर्जा हो अथवा छैन, हामीले केही पनि भनेका छैनौँ। तर हामीले भनेका छौँ कि सञ्चार माध्यमहरूले बताइरहँदाखेरि के हो त सत्य तथ्य छानबिन हुनु पर्यो र हाम्रा माननीय गणेश पौडेल सरले पनि यसबारेमा स्पष्ट पार्नु होला। यो घर चाहिँ यसो देखाउनु होला। उहाँको घर चाहिँ यो हो जुन घर भनिएको छ सञ्चार माध्यममा लालपुर्जा छैन, सार्वजनिक जग्गामा बनेको छ, एलानी जग्गामा बनेको छ भनिएको छ। तर के हो त भनेर मैले चाहिँ तपाईँलाई यो घर चाहिँ देखाउन आइरहेको छु। हेर्न सक्नुहुन्छ उहाँको घर अहिले चाहिँ चापी लगाइएको छ। सम्भवतः उहाँहरू कोही पनि बस्नुहुन्न होला सायद है, किनभने चापी लगाइरहेको छ। हेर्न सक्नुहुन्छ धेरै दर्शकबिनहरूले हामीलाई के रहेछ त्यहाँको कुरो जानुहोस्, हामीलाई देखाउनुहोस् के हो यो कुरो भनिसके पछाडि तपाईँलाई मैले यो फिल्डमा आएर देखाएको छु। हेर्न सक्नुहुन्छ र धेरै गुनासो पनि थियो। सबै बालेनको डोजार देशभरि चलिरहँदाखेरि सुकुम बस्तीहरूमा चलिरहँदाखेरि जुन घरमा नक्सा पास नभइकन घर बनेका छन्, सार्वजनिक जग्गामा घर बनेका छन् र लालपुर्जा नै छैन, ती घरमा डोजर चलिरहँदाखेरि देशको बहालवाला मन्त्री पर्यटन मन्त्री गणेश पौडेलको घर चाहिँ एलानी जग्गामा भनेर धेरैले पनि प्रश्न गर्नुभएको छ र तपाईँलाई मैले देखाउन खोजेको छु। उहाँको यो घर हो, उहाँले स्पष्ट पारिदिनुपर्छ भनेर मैले चाहिँ भनिरहेको छु। फेरि कन्फ्युज नहोस्, हामीले यो घर यस्तो उस्तो लालपुर चाहिँ छैन, सार्वजनिक जग्गामा बनेको हो भनिरहेका छैनौँ। हामीले भनेका छौँ सत्य तथ्य छानबिन होस् के हो त कुरा भनेर तपाईँलाई मैले सूचना मात्रै सम्प्रेषण गरेको। धन्यवाद।